हेलो गुड मर्निङ टस्टीले सबैजनालाई अन्त आज चाहिँ म अलिकति तपाईलाई मेनु ब्लगमा सबैजनालाई एकदम गुड मर्निङ है। अन्त म चाहिँ यहाँ हिजो फर्स्टमा म केन्टु जाने थिएँ, अन्त खाना खानु बोलाएँ। आज मलाई बिहानै खाना बनाइदिनु भएछ। आज चाहिँ यस्तो थियो खाना चाहिँ मेरो एकदम भेज सब्जी एकदम दामी बनाउनु भएको थियो। अन्त यसैसम्म सबै बनाएर रेडी बनाएर राख्दै थियो। अन्त म चाहिँ यहाँ बाहिर के बनाएर राख्दै थियो दोकानको लागि। अन्त आज चाहिँ जानुपर्ने हुन्छ। यो चाहिँ मेरो चप्पल हो, देख्नुभयो तपाईँले। अब यहाँदेखि नि सबै हेर्नुहोस् त, यो चाहिँ धनियाँहरू सबै मैजुले रोप्नु भएको यो। अब यहाँमा धेरै रोप्दैछ। तपाईँहरूले मल कसरी बनाउनुपर्ने चाहिँ यहाँ तपाईँ यो देखेर नि तपाईँहरू कतिजना मल बनाउन सक्नुहुन्छ है। घरमा तपाईँलाई कतिले याद पनि होला। यसरी पनि त्यो आलुको बोक्राहरू भयो, सब्जीहरू के भयो भने तपाईँले वेस्ट नगर्ने है। यसरी मल बनाउँदा हुने रहेछ सबै यो यसरी रोपेको कति कुराहरू। अन्त त्यहाँदेखि टक्क देखाएर तपाईँलाई मैले अलिक यो घर पनि देखाउने छु। यो चाहिँ मेरो मामाइजू घर हो, यस्तो छ। यता सबै उयोहरू यहाँ मुनि चाहिँ मुनिपट्टि चाहिँ कति दुई ताले कति छ, 2 फ्ल्याट कति त यो पनि छ, के भन्छ दुईवटा रुम त उयो होटल पनि छ। यहाँभित्र चाहिँ रुम हो। अन्त म चाहिँ यस्तो खाना खाइसकेर पनि म टक्कै यता निक्लेर चाहिँ त्यहाँदेखि यता सिट रुम देखाउनु लागि सिट रुम हो। हेर्नुहोस् त कस्तो मजाले सिट रुम सफा गरेर सिट रुम हो मामाइजूको। अन्त यहाँदेखि चाहिँ हामी फेरि त तपाईँलाई कहाँ लाँदैछौँ भने होटल देखाउनु लाँदैछु। अन्त होटल चाहिँ यसै मुनि निकै तल छ यो चाहिँ। अन्त माथि चाहिँ घर छ टप मान्छेसम्म छ। अन्त यो सबै होटलको रुम हो, तपाईँहरू आउन सक्नुहुन्छ। यहाँ चाहिँ यो चाहिँ होटल पक्का पर्छ डिस्ट्रिक्ट पाक्किमपट्टि हो। अन्त यो लोकेसन टक्कै भन्नुपर्दा चाहिँ तल पाक्किममै हो है। अन्त यो चाहिँ भाइ चाहिँ यहाँ बन्ने फुलको यो सफा गरिदिँदो रहेछ। सफा गरेर बिचरा हाम्रो लक्पा भाइ बिहानै पुरा काम गर्नुहुन्छ, खानाहरू एकदम मजाले बनाउनुहुन्छ। अन्त यस्तो चियापत्तीले यसरी लाउँदाखेरि एकदम दामी हुँदो रहेछ। मौले नि त चियापत्तीले बेसी मौले यसरी रोप्दो रहेछ। यो त म सुपारी हो भनेको सुपारीको बोट होइन रहेछ, यो त कुनै के को बोट पो भन्दै थियो, मैले राम्रोसँग बुझेन। अन्त फेरि अब यहाँदेखि तपाईँलाई भित्र अलिकति झलक देखाउँछु होटलको। तपाईँहरू है यो पाक्किमको मान्छेहरू जो पनि तपाईँहरू हुनुहुन्छ भने है मेरो भिडियो हेर्दैछ भने तपाईँहरू यहाँ जान सक्नुहुन्छ। यो चाहिँ कामखिम्सीका होटल भनिन्छ। रेस्टुरेन्ट सबै बस्नुदेखि फ्यामिली यहाँभित्र चाहिँ ओके तपाईँहरू जान सक्नुहुन्छ। बर्थडेहरू मनाउनु भयो सबै कुरो पाउन सक्नुहुनेछ। एकदम दामी, यति साह्रो महँगो पनि छैन, ठिकैको छ। अन्त यो चाहिँ बाहिरदेखि यस्तो छ। तपाईँहरू जान्छ बोटमा खिम्सीका लेखिरहेको छ होटल खिम्सीका। अन्त सबैजना यस्तो हेर्नुहोस् त एकदम दामी छ। यतातिर सबै यो यसरी राख्नु भएको रहेछ। प्लान्टहरू डल्लै देखाइदिन्छ। म फेरि माथि किचनपट्टि गएँ। अब चाहिँ जान आँटेको थियो मेरो नानी खेल्दैछ क्ले कार्टुन, एकदम फोन हेरिरहेको छ नानीहरू फोनमा, एकदम सबैजना फोनमै बिजी हुन्छ। अन्त यसै गरेर यहाँ मैजू बात मार्दिँदै बोजू पनि थियो, सबैजना थियो, सबैजना बात मार्दै थियो। त्यहाँदेखि म चाहिँ रुमपट्टि लागेँ। रुमपट्टि सबै गरेर चाहिँ मलाई चाहिँ पैसा दिनुभयो। पैसा के को भन्दाखेरि मेरो काम गरेको पैसा दिनुभयो मलाई। विचार के बनाएको मामाले थ्याङ्क यू भन्दै यति भन्दै तपाईँहरूलाई फेरि लास्टसम्म हेरिदिने भिडियो है। अन्त पैसा दिनुभयो। अन्त फेरि अब यहाँदेखि म कहाँ जानुपर्ने हुन्छ भने गान्तोक जानुपर्ने हुन्छ। गान्तोक अन्त गान्तोक जाँदाखेरि यहाँ पाक्किमको रोड यस्तो छ तपाईँहरूलाई है। अब हामीले ठिक्क हामी चाहिँ एकदम लक्की भयो, नभए चाहिँ हामी धेरै घुम्नुपर्छ। अहिले घुम्नु परेन तर टक्कै हो भन्दाखेरि गाडी पुऱ्याउनु पठाएको थियो मैजूहरूले। अन्त मेरो दाजु यस्तो टक्क एकजना दाजु आइपुग्यो। त्यहाँदेखि हामी सरमसा आइपुग्यो। यो चाहिँ कहाँ हो सरमसाको छेउमा यस्तो रोड बनाएछ। अन्त पहिला त म त धेरै बाजे पाक्किम नगएको, अहिले धेरै के बनिसकेछ। त्यहाँदेखि चाहिँ बनिसकेपछि हामी फेरि रानीपुल आइपुग्यो। रानीपुलमा ट्याक्सी आएको, म ट्याक्सीमा चढेर यता आयो। त्यहाँदेखि लास्टमा म कहाँ पुगेँ गाइस हेर्नुहोस्। म फाइनली मेरो रुम पुग्यो। मेरो रुममा त्यस्तो थियो। अब सफा गर्नुपर्छ रुम हो। त्यहाँदेखि सफा गरेर नुहाइधुवाइ गरेर अलिकति काम छ मेरो चाहिँ भन्दा तपाईँलाई मेरो ब्लग कस्तो लाग्यो के लाग्यो लास्टसम्म हेरिदिने, लाइक सेयर कमेन्ट गरिदिने है। अन्त थ्याङ्क यू तपाईँलाई। यस्तै मैले भिडियो राम्रो बनाउनु पाओस्, राम्रो ल्याउनु पाओस्, यस्तो भन्दा तपाईँहरू सबैजनालाई धेरैभन्दा धेरै माया गरिदिने।